यो मेरो घर नजिकैको ट्रेन स्टेसन। आज म देखाउने छु जापानको वर्क कल्चर कति कठोर हुन्छ भनेर। तपाईँ ट्रेन स्टेसनमा देख्नुहुन्छ होला जापानमा त्यति ट्रेन ढिला हुँदैन, ढिला भए पनि कम्तीमा 1 मिनेटसम्म मात्र हुन्छ। अनि यो ट्रेन ढिला नगराउनको लागि वर्करहरुमा एकदमै बढी प्रेसर हुँदो रहेछ। सेम इन्सिडेन्ट चाहिँ अस्ति भर्खर पनि भएको थियो। एक्सिडेन्ट त हैन तर यो माइनर इन्सिडेन्ट हो। के भएको थियो भने तपाईलाई थाहा छ होला हरेक स्टेसनमा ट्रेन चाहिँ 1 मिनेटदेखि 5 मिनेटसम्म रुक्छ। अनि ट्रेन रुकेको बेला चाहिँ ट्रेन चलाउने मान्छेले आफ्नो पकेटबाट आफ्नो पर्सनल बुक निकालेछ अनि पढिरहेको थियो रे। बट ट्रेन स्टेसन चाहिँ 24 घण्टा नै सीसीटीभीले मोनिटर गरिरहेको हुन्छ अनि उसले त्यो आफ्नो पर्सनल बुक पढेको पनि क्याप्चर भएको थियो रे। सो जब त्यो 30 सेकेन्डको लागि आफ्नो पर्सनल बुक हेरेकोले उसले आफ्नो कम्पनी अनि आफ्नो सबै प्यासेन्जरहरूको अगाडि माफी माग्नु परेको थियो रे। ट्रेन चाहिँ ढिला भएको थिएन, यदि ढिला भएको भए उसको जागिर पनि जाने थियो। सो यसबाट थाहा हुन्छ कि जापानिजहरूले कुनै चीजमा पनि कम्प्रोमाइज गर्दैन, हरेक चीज एकदमै सिरियसका साथ गर्छन्। त्यसैले जापानको वर्क कल्चर चाहिँ एकदमै कठोर छ। काम गर्न चाहिँ हाम्रो नेपाल नै ठिक